मलाई राम्रो बुहारी बन्नु छैन। म राम्रो बुहारी बन्नै सक्दिनँ। मलाई मेरो मम ड्याडीले पढाएर लेखाएर यहाँसम्म पुर्याउनु भएको अरू कोही मान्छेले यो गर त्यो गर भनेर सिकाउनलाई होइन। तिमीले सिन्दुर लाउनु पर्छ, चुरा लाउनु पर्छ, कपडा यस्तो लगाऊ त्यस्तो नलगाऊ, यहाँ नजाऊ त्यहाँ नजाऊ भनेर मलाई भन्ने कसैको राइटै छैन कि। इट्स अल अबाउट मी। नराम्रो काम गर्नु भएन, तर मेरो जिन्दगी अरूको हिसाबले चलाउन चाहिँ म सक्दिनँ। मैले आफ्नोहरूको लागि गर्नुपर्ने रेस्पोन्सिबिलिटी मलाई 100% थाहा छ। म सबैलाई गर्नुपर्ने कुरा 100% गर्छु, तर म चाहिँ यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भनेर अरूको कुरा सुनेर गर्ने खालको चाहिँ होइन। यदि राम्रो बुहारी, सुशील बुहारी, संस्कारी बुहारी भनेको चुप्प लाएर बस्नुपर्ने, अरूले जे भन्यो त्यसलाई होमा हो मिलाइदिनु पर्ने हो भने मलाई चाहिँ राम्रो बुहारी बन्नु छैन। म चाहिँ नराम्रो, छुच्ची, घमण्डी बुहारीमा पनि एकदम पर्फेक्ट छु। किनभने मलाई जे कुरामा पनि होमा हो मिलाएर कसैको ट्रमा एन्जाइटी लिनु छैन। सो म घमण्डी, छुच्ची बुहारीका साथसाथै एकदमै खुसी र हँसिली बुहारी पनि हो। नो अफेन्स।